कटपछि मात्र एक्सन अगाडि र पछाडि डराउने एक्सनमा त फटफट फटफट हिँड्दैन अब योभन्दा कविता लामै जाला झिङ्गे दाउबाट यहाँसम्म आइसक्दा तपाईँहरूको बन्डिङ एकदम स्ट्रङ भएको हो जस्तो पहिला त्यस्तै छ हो फर्स्टदेखि नै एकदमै मिल्ने अहिले पनि हामी त्यस्तै छ दुईजना हिरोइन चाहिँ साथी हुन सक्दैन भनेर भन्छ नि त होइन त्यही भएर म उहाँलाई दिदी भन्छु के दिदी होइन हामी भुतालेर रुखबाट लडिसकेपछि पनि एकअर्कालाई आफूलाई के भएको छ उसको धोती कता पुगेको छ उसको कपाल मिलाइदिउँ त्यस्तो होइन त्यस्तो याद छ खालको किन हामीले धोतीको कुरामा हाम्रो धोती लगाएको हुन्छ नि साइड खेल्दा अनि त्यसले माथि माथि सर्दै राख्यो सो के दिदी साइड खेल्दा खेल तर तपाईँहरूलाई कति राम्रो स्वागत कि देउरानी जेठानी हुँदा पनि ठ्याक्कै है स्वागत छ स्वागत छ क्या एकदम त्यो क्यारेक्टरमा क्या दुईजना देउरानी जेठानी जस्तै केजीलाई चाहिँ हाइटसँग एकदम डर लाग्दो रहेछ आञ्चलजीलाई त्यस्तो डर लागेन अरे कतिको हेल्प गर्नुभयो लड्नुहुन्छ कि एडभेन्चरस रहेछ मैले हेल्प त गर्नै पर्दैन थियो के एक्सनमा चाहिँ फेरि नडराउने एक्सन पछि मात्र हो कट पछि मात्र एक्सन अगाडि र पछाडि डराउने एक्सनमा त फटफट फटफट हिँड्दैन नपत्याउँदो कि त्यो यसले नाटक पारेको रहेछ जस्तो देखिने कि हेर्दाखेरि चाहिँ एक्सन अगाडि र पछाडि एकदम डराएको देखेर तर खासमा चाहिँ साँच्चीकै नै डर लाग्ने हो अनि एक्सन हुँदा चाहिँ बिर्सिने रहेछ क्या अनि कट भन्ने बित्तिकै फेरि माथि छु भनेर सोच्दै तर हराउने अत्तालिने कुरो त्यो हाम्रा माथि त्यसो डर लाग्दै थियो तर रिजल्ट राम्रो आएको छ इन्टरटेन गरोस् ल भयो है versatile actress र केकेजी तपाईँ महेशजीसँग आउनुहोस् महेश त्रिपाठी सँगै जोडी जोडी आउने कुरा छ है अब अर्को कलाकार ऊ पनि डायनामिक versatile ब्युटिफुल आचल शर्मा अब आचलजी कुशल विष्टसँग आउनुहोस् अहिलेका हुनहार जताततै देख्छु म कुशललाई टिकटकतिर अझ बढी राम्रो अभिनय गर्ने कुशल विष्ट यता आऊ त महेश त्रिपाठी भाइ सिधै आशाबाट हो महेश भाइ हो आशाबाटै आएको हो आशाबाट हो उभियौँ आफ्नो जोडीसँगै उभियौँ है हामी अलिक पर सरौँ म बोल्ने मान्छे किन बिचमा बोलिरहला यताबाट बोलिदिइहाल्छु नि ल तपाईँहरू त्यहाँ उभिनुहोस् अब अरू कलाकार म नाम लिँदै जान्छु दाइ पनि यता मेरो छेउमा आएको हो आउनुहोस् आमा हिउँवाला गौतम विजय देउजा विजय दाइ हुनुहुन्छ अनुपस्थित अंशु महाजन अनुपस्थित अभयराज बराल विनोद पौडेल विनोद कुमार पौडेल अहिले पनि कुमार नै भन्नुपर्छ उनलाई विनोद मेरो साथी नरेन्द्र थापा गजब कलाकार नरेन्द्र दाइ अगाडि आउनुहोस् अर्को डब्बुजी पनि निर्देशक हो चलचित्र निर्देशक लेखक हुनुहुन्छ त्यस्तै विनोद अर्याल हाम्रो पुरानो पत्रकार साथी यहाँहरूलाई यथास्थलमा आसन गर्नका लागि आग्रह गरे झिङ्गे दाउ दुई टिम आफ्नो सिटमा गएर बस्नु होला अब हामी टिजर हेर्छौँ टिजर हेरिसके पछाडि यो टिमलाई म उसले फेरि आफ्नो टिजर हेरेर भ्याइसक्यो युट्युबमा ओएसआई डिजिटल घरमा पनि आउँछ नछोडौँ भन्नुभयो उहाँले अर्जुन पोखरेल अर्जुनजी भिडियो नखिचौँ अगाडि आऊ पर्यो तपाईँको भिडियो ज्ञानेन्द्र दाइले के भन्नुभयो भन्दा दुई दिदीहरूलाई सहज हुन्छ भने बोलाम भन्नुभयो म अगाडि आमन्त्रण गर्छु आदरणीय चैती देवी दिदी र बसु दिदीलाई भनेको आशीर्वाद हो नानीहरू हुँदैखेरि बुढी मान्छेहरूको आवश्यकता आमाको बाल कलाकार चाहिँ वसुन्धरा भुषाल र परालको आगो चलचित्रको नायिका वसुन्धरा भुषाल त्यसपछि त मैले भनिराख्नु पर्दैन के कुरा ए हो
हजुरहरू दुई दिदीहरू 54 वर्षपछि एउटै फिल्ममा हो यो झिङ्गे दाउमा एकचोटि जोरदार ताली र सम्मान 54 वर्षपछि दुई दिदी बहिनी एउटै फिल्ममा होइन आमा बनेको त 62 इयर्स भयो हजुरहरूले सँगै काम गरेको फिल्म भनेको आमा पछि यो मात्रै हो ओहो आमा चलचित्रमा आमा बन्ने चाहिँ चैते देवी दिदी बाल कलाकार बसु दिदी जुन 62 वर्ष अगाडि बनेको त्यो फिल्म र त्यसपछि उहाँले अभिनय गरेको चलचित्र भनेको झिङ्गे दाउ 2 एकचोटि सम्मान हो ल अब यो इन्फर्मेसन यति भएपछि पुग्यो अरे पनि छु कि दाइले आफ्नो चलचित्रमा सधैँ अग्रपन्थीमा राखेर मलाई काम गराउनुहुन्छ र दाइको चलचित्रमा काम गर्दाखेरि त्यो एउटा सुन्दर मौका पनि हुन्छ र त्यतिकै त्यो च्यालेन्ज पनि छ कि दाइको रिलिजको अघिल्लो रातसम्म पनि काम गरिरहनुपर्छ दाइले त्यसरी काम पनि गराउनुहुन्छ त्यो हिसाबले रिजल्ट पनि राम्रो आएको छ र यस चलचित्रका अब नायिका द्वय जसले चलचित्रलाई हाँक्नु भएको छ नायक द्वय उहाँले चलचित्रलाई हाँक्नु भएको छ दिदीहरूको नाम आयो 62 वर्षपछि आमासँग रिलेटेड भएको सिनेमाले आमामै खेलेका दुई कलाकारहरूलाई चाहिँ जोडेको छ झिङ्गे दाउ 2ले त्यो पनि साह्रै खुसी लाग्यो कि यस्तो ऐतिहासिक चलचित्रमा आफूलाई पनि एउटा त्यसको भाग आफू पनि हुँ भन्न पाउँदा मलाई पनि इतिहासमा काहीँ कतै मेरो पनि नाम बस्यो जस्तो लाग्यो म आभारी छु ज्ञानेन्द्र दाई र सम्पूर्ण टिमप्रति आभारी छु सरोज खनाल दाई कुशल भाइ लगायत सबै किनकि कुशल भाइ एकदम एग्रेसिभ लागिरहनु भएको छ आर्यन सिग्दलजी र म त कुनै समयको क्लासमेट एक्टिङको साथी पनि हो कि म सङ्गीततिर आएँ उहाँ कलाकारतिर जानुभयो उहाँले त्यतै धेरै राम्रो गर्नुभयो म सङ्गीतमा केही गरिरहेको छु कोसिस गरिरहेको छु अनि यो चलचित्रमा अब गीतको कुरा गर्नुपर्दा चाहिँ गीत एकदम धेरै छ खास यो चलचित्रमा यो चलचित्र सुरुमा दसैँमा आउने कुरो थियो त्यो हिसाबले दसैँको लागि भनेर कमर्सियल यसको टाइटल ट्र्याक बनेको छ तर चलचित्र अलिकति अगाडि आयो असोज 2 गते त्यसपछि त्यो गीत हामीले रिलिज गर्न पाएको छैनौँ त्यो गीत बसिरहेको छ मैले ज्ञानेन्द्र दाइलाई भनेको थिएँ दाइ त्यो गीत चाहिँ रिलिज गरौँ न किनकि अलिकति फेस्टिभ भाइब आइसक्यो तीज छ दसैँ छ भनेर भनेको थिएँ अब यो टिजर पछाडि त्यो रिलिज गर्ने भन्दै हुन्थ्यो दाइले र चलचित्रभित्र समावेश भएको अहिलेको गीत आमा भएको स्वर्ग हुन्छ घर भगवानको जिउँदो अवतार जुन मेरो आफ्नै शब्द र सङ्गीत रहेको र कुशल बेल बासे एकजना नयाँ नव गाएको तर साँच्चै सुन्दर गाउनुहुन्छ उहाँको स्वर रहेको गीत हो मलाई यो गीत मनपर्छ पनि म आफूलाई पनि मेरो घरमा आमा हुँदा चाहिँ बेलुका घर फर्किँदाखेरि चाहिँ सबै चिज मिलेको हुन्छ क्या टाकटुक्क मिलेको हुन्छ अनि यसको अन्तरामा मैले लेखेको छु शब्द पनि आमा जहाँ छिन् त्यहाँ चाहिँ अँध्यारोमा पनि त्यो जगमग भएको जस्तो लाग्छ अँध्यारो छ भने नि आमा बसेको ठाउँमा डर हुँदैन त्यहाँ साँच्चै बत्ती बलेको जस्तो लाग्छ मैले त्यो आफ्नै आमालाई फिल गरेर लेखेको थिएँ त्यो शब्द पनि अनि आमा भइसकेपछि त्यो ठाउँ चाहिँ मगमग बास आइरहेछ जस्तो लाग्छ कि जब आमा भइसकेपछि हरेक कुराहरू निर्धक्क हुँदो रहेछ एउटा सन्तानको लागि र यो चलचित्र जे हो त्यो चलचित्रको भावमा चाहिँ यो गीत बनाउने कोसिस गरेको छु लाग्छ तपाईँहरूलाई यो गीत आइसकेपछि मनपर्छ चलचित्रभित्रको चाहिँ यो गीत मुटु हो भन्ने लाग्छ अरू के बोलाउनु दाजु म अब यो के अरे गीतको पुरै लाइन त गाउँदिनँ अलिकति लाउँछु जस्तै यसले घरको छानो नभए पनि खाने मानो नभए पनि जहाँ बस्छिन् आमा त्यही हुन्छ घर भनेर भन्छ कि एउटा बच्चा अथवा परिवार आमाको काखमा भयो भने हामीलाई आमाको काख नै घर हो आमाको काख नै छानो हो सम्पूर्ण कुरा हो त्यो हिसाबले छ म यसको एक लाइन आमा भएको स्वर्ग हुन्छ घरको एक लाइन मात्र गुनगुनाउँछु है आमा भएपो स्वर्ग हुन्छ घर भगवानको जिउँदो अवतार ताली आमा भएपो स्वर्ग हुन्छ घर भगवानको जिउँदो अवतार हस् धन्यवाद धेरै धेरै धन्यवाद सधैँ सफलता र खुसी मिलोस् पर्छ मलाई अब दाइ उताबाट सुरु गरौँ कि दाइबाट ल अब म आदरणीय सरोज दाइ भाटामा आइपुगेँ सरोज दाइ हजुरका केही कुरा सम्पूर्ण आमन्त्रित